को छ एकदमै राम्रो वाइड एक राम्रो सफल बने लेग बिसिक्युजी स्थानमा केन अर्को सेट रहेको छ केन भर्सेस लेग बिसिक्युजी को स्कोर 2 रहेको छ भने केनको स्कोर 4 स्लो भयो यार केनको एकदमै राम्रो स्पाइक सँगसँगै स्कोर केनको स्कोर 5 रहेको छ भने लेग बिसिक्युजी 3 नम्बरले अग्र स्थान केन्ट लेग बिचबाट बल सिधै बाहिरको छ बाहिर सँगसँगै स्कोर केन्ट आफ्नो पोल्टमा स्कोर लगातार थप्दै 6 बनाउन सफल बने लेग बिसिक्युजी 2 अङ्कित भाइको शानदार स्पाइक सँगसँगै स्कोर लेग बिसिक्युजीको स्कोर 3 रहेको छ भने अल्डरसट 3 नम्बरले अग्र स्थान 6 बल बल्दै अङ्कित भाइ एकदमै उत्कृष्ट सर्भिस भाइको र बल रिसिभ भएको छ शानदार स्पाइक जर्सी नम्बर 5 प्रहलाद भाइ स्पाइक सँगसँगै स्कोर लेग बिसिक्युजीले आफ्नो पोल्टमा लगातार अङ्क थप्दै 4 बनाउन सफल बने केन्ट 6 को स्थितिमा अझै पनि केन्ट 2 नम्बरले अग्र स्थानमा राम्रो सर्भिस हान्ने क्रममा थियो अङ्कित भाइ तर बल सिधै जालीमा पर्न गएको छ तसर्थ स्कोर केन्टले आफ्नो पोल्टमा स्कोर थप्दै आफूलाई 7 बनाउन सफल बने लेग बिसिक्युजी 4 अझै पनि 3 नम्बरको स्थानमा केन्ट शानदार स्पाइक प्रहलाद भाइको स्पाइक तर राम्रो ब्लक भएको छ राम्रो छक्का है केन्टको राम्रो स्पाइक जर्सी नम्बर 7 बाट तर लेग बिसिक्युजीको अत्यन्तै राम्रो ब्लक भएको छ र स्कोर लेग बिसिक्युजीलाई आफ्नो पोल्टमा 1 नम्बर थप्दै 5 बनाउन सफल भने केन भलिबल क्लब 7 हामी देख्न सक्छौँ जर्सी नम्बर 5 न जर्सी नम्बर 7 ले एकदमै राम्रो लिङ्कअप मिलेको थियो जर्सी नम्बर 14 को अत्यन्त राम्रो स्पाइक सँगसँगै स्कोर केन भलिबल क्लबको स्कोर 8 रहेको छ भने लेग बिसिक्युजी 5 अत्यन्त राम्रो सर्भिस लेग बिसिक्युजीको नेट टच भएको छ तसर्थ स्कोर केन भलिबल क्लबको स्कोर लगातार थप्दै 9 बनाउन सफल भयो धन्यवाद भाइ लेग बिसी 5 भाइ बल बल्दै जर्सी नम्बर 15 सञ्जय भाइ तर बल सिधै जालीमा पर्न गएको छ तसर्थ स्कोर केन भलिबल क्लबको स्कोर 10 रहेको छ भने लेग बिसी भलिबल क्लब क्युजी 6 को स्थितिमा अझै पनि केन भलिबल क्लब 4 नम्बरले अग्र स्थानमा अत्यन्त राम्रो स्पाइक थियो प्रहलाद भाइबाट तर बलले जाली क्रस गर्न सकेन तसर्थ स्कोर केन भलिबल क्लब आफ्नो पोल्टोमा लगातार स्कोर थप्दै 11 बनाउन सफल बने लेग बिसी भलिबल 6 को छ बल बल्दै जर्सी नम्बर 7 राम्रो सके थियो राम्रो स्पाइक हान्ने क्रममा केनको खेलाडी मित्र तर बलसित बाहिरको छ तसर्थ स्कोर लेग बिसिक्युजी आफ्नो पोल्टमा स्कोर थप्दै 7 बनाउन सफल बने केन भलिबल क्लब 11 राम्रो सर्भिस प्रहलाद भाइको सर्भिस सँगसँगै स्कोर लेग बिसिक्युजीको स्कोर
8 रहेको छ भने केन भलिबल क्लब 11। राम्रो छक्काई केन भलिबल खेलाडी मित्रबाट छक्काई सँगसँगै स्कोर केन भलिबल क्लबलाई। केन भलिबल क्लबले आफ्नो पोल्टमा 1 अङ्क थप्दै आफ्नो स्कोर 12 बनाउन सफल बने। लेग बेसी क्युजी 8 को 8। अत्यन्त राम्रो स्पाइक अङ्कित भाइको, तर बल सिधै बाहिरको छ। बाहिर सँगसँगै स्कोर केन भलिबल क्लबलाई। केन भलिबल क्लब आफ्नो पोल्टमा लगातार अङ्क थप्दै 13 बनाउन सफल बने। लेग बेसी क्युजी 8। एकदमै राम्रो स्पाइक फ्रम अङ्कित भाइ। स्पाइक सँगसँगै स्कोर लेग बेसी क्युजीलाई। लेग बेसी क्युजीले आफ्नो पोल्टमा 1 नम्बर थप्दै 8 बनाउन सफल बने। केन भलिबल क्लब 4 नम्बरले अग्रस्थान 13। माई ब्याट लेग बेसी भलिबल 9 भने केन भलिबल क्लब 13। राम्रो स्पाइक थियो केनका क्विक स्पाइकरको, तर बलले जाली क्रस गर्न सकेन। तसर्थ स्कोर लेग बेसी क्युजीलाई। लेग बेसी क्युजीले आफ्नो पोल्टमा 1 नम्बर थप्दै आफ्नो स्कोर 10 बनाउन सफल बने। केन 13 अझै पनि 3 नम्बरको अग्रस्थानमा। राम्रो रिसिभ, राम्रो स्पाइक अङ्कित भाइको। अत्यन्त उत्कृष्ट स्पाइक, तर बल सिधै बाहिरको छ। बाहिर सँगसँगै स्कोर लेग बेसी क्युजीलाई। लेग बेसी क्युजी आफ्नो स्कोर 11 बनाउन सफल बने। केन भलिबल क्लब 13 अझै पनि 2 नम्बरले अग्रस्थानमा केन भलिबल क्लब। राम्रो छक्के प्रहलाद भाइको बल सिधै बाहिरको छ। बाहिर सँगसँगै स्कोर केन भलिबल क्लबलाई। केन भलिबल क्लब आफ्नो पोल्टमा स्कोर थप्दै 14 बनाउन सफल बने। लेग बेसी क्युजी अझै पनि 2 नम्बरले पछि 11 सरी 3 नम्बर। राम्रो रिसिभ, राम्रो छक्का विक्रम भाइको। राम्रो छक्का फ्रम राम्रो डिफेन्स। हाम्रो खेलाडी भाइहरू एकदम राम्रो डिफेन्ड गर्नुमा आफ्नो ज्यानको बाजी लाएर खेल्नु भएको छ। लक्कीले इन्जर्ड हुनुबाट बचेको छ हाम्रो विक्रम भाइ। बल बलदेखि केनको भलिबल केन खेलाडी मित्र। राम्रो सर्भिस थियो, तर बल सिधै बाहिरको छ। तसर्थ स्कोर लेग बेसी क्युजीलाई। लेग बेसी क्युजी आफ्नो पोल्टमा स्कोर थप्दै 12 बनाउन सफल बने। केन भलिबल क्लब 15 अझै पनि 3 नम्बरले अग्रस्थानमा। राम्रो छक्काको प्रयास थियो हाम्रो जर्सी नम्बर 2 रोशन दाईको, तर बलले जाली क्रस गर्न सकेन। तसर्थ अङ्क लेग बेसी क्युजीलाई। लेग बेसी क्युजी आफ्नो पोल्टमा 1 नम्बर थप्दै सरी लग्नु What you can do is you can guard and let them know because all this for yeah. And you can even like take a photo and क्युजी लेग बेसी क्युजीले आफ्नो पोल्टमा स्कोर थप्दै आफ्नो स्कोर 14 बनाउन सफल बने। केन भलिबल क्लब 15। राम्रो ब्लक फ्रम अङ्कित भाइ। राम्रो ब्लक फ्रम अङ्कित भाइ। ओ बल देख्न सक्छ, बल माथि गएर अड्केको छ। तसर्थ अङ्क स्कोर लेग बेसी क्युजीलाई। सामान्यतया हाम्रो जिमभित्र खेल्ने क्रममा चाहिँ माथिको बिम एकदमै छोटो भएको कारणले कुनै बलले माथि टच गर्छ भने सो त अपोनेन्टको स्कोर हुने गर्दछ। आशिष भाइको सर्भिस बल बिग्रेको छ। बिग्रिनु सँगसँगै स्कोर
केन भलिबललाई केन भलिबलको स्कोर आफ्नो पोल्टमा 1 नम्बर थप्दै 16 बनाउन सफल बने लेग बेसी क्युजी 15। अझै पनि केन भलिबल कप 1 नम्बर अग्रस्थानमा राम्रो स्पाइक अङ्कित भाइको तर बल रिसिभ भएको छ एकदमै उत्कृष्ट स्पाइक फ्रम जर्सी नम्बर 14 केनले उत्कृष्ट स्पाइक सँगसँगै आफ्नो पोल्टमा 1 अङ्क थप्दै स्कोर 17 बनाउन सफल बने लेग बेसी क्युजी 15। अझै पनि केनले आफूलाई 2 नम्बर लिड गरिरहेको छ एकदम उत्कृष्ट स्पाइक विक्रम भाइको तर बल ब्लक भएको छ राम्रो छक्का अङ्कित भाइको छक्का सँगसँगै स्कोर लेग बेसी क्युजीलाई लेग बेसी क्युजी स्कोर 16 बनाउन सफल बने केन भलिबल स्टिल 1 नम्बरले अग्रस्थानमा 17। सर्भिस गर्दै अङ्कित भाइको राम्रो सर्भिस तर रिसिभ भएको छ राम्रो छक्का केनबाट राम्रो छक्का थियो केनबाट आशा छ चेन्ज गर्नेछ प्रभात भाइले तर बल डिफेन्स भएको छ छक्काको प्रेस राम्रो थियो जर्सी नम्बर 14बाट तर लेग बेसी क्युजीको एकदमै शानदार ब्लकको कारणले गर्दा बलले जाली पार गर्न सकेन तसर्थ स्कोर लेग बेसी क्युजीलाई 17 लाग्दछ यो पहिलोचोटिको बराबरी सँगसँगै लेग बेसीले आफूलाई 1 नम्बर थप्दै 18 बनाउन सफल बने केन भलिबल कप 17। पहिलोचोटि लेग बेसी क्युजीले आफूलाई 1 नम्बरले लिड गर्न सफल केन भलिबल क्लबलाई शानदार छक्का रोशन दाइको फेरि पनि शानदार ब्लक राम्रो डिफेन्स केन भलिबल क्लबबाट एकदमै उत्कृष्ट स्पाइक फ्रम विक्रम भाइ जर्सी नम्बर 6 स्पाइक सँगसँगै स्कोर पनि लेग बेसी क्युजी भलिबल क्लबलाई लेग बेसी क्युजीको स्कोर 19 रहेको छ भने केन 2 नम्बरले पछि 17। एकदमै उत्कृष्ट स्पाइक थियो विक्रम भाइबाट सर्भिस गर्दै अङ्कित भाइ एकदमै राम्रो सर्भिस राम्रो छक्का आशा छ चेन्ज हुनेछ यो बल राम्रो डिफेन्समा केन भलिबल क्लबबाट एकदमै उत्कृष्ट स्पाइक थियो तर लेग बेसीको एकदमै राम्रो ब्लक तसर्थ स्कोर लेग बेसीलाई आफ्नो पोल्टमा लगातार स्कोर थप्दै 20 बनाउन सफल बने केन 3 नम्बरले पछि 17। देख्न सक्छौ राम्रो छक्का थियो फेरि पनि अङ्कित भाइको बल सिधै अपोनेन्टको कोरमा गिर्न सफल भएको छ उसको इन्टेन्सन त थिएन कटाउने तर बल सिधै कटेर स्कोर गर्न सफल भएको छ र आफ्नो पोल्टमा 1 अङ्क थप्दै 21 बनाउन सफल बने केन भलिबल कप 17। फेरि पनि अङ्कित भाइ नै सर्भिसमा तर अङ्कित भाइको सर्भिस वाले बिग्रिएको छ र स्कोर जान्छ केन भलिबल क्लबलाई केन भलिबल क्लबको स्कोर रहेको छ 18 भने लेग बेसी क्युजी अझै पनि 3 नम्बरमा अग्रस्थान 21। राम्रो रिसिभ थियो तर बल थोरै भित्र गएको छ देख्न सक्छौ केनको एकदमै उत्कृष्ट स्पाइक सँगसँगै स्कोर पनि केन भलिबल क्लबलाई केन भलिबल क्लबको स्कोर 19 रहेको छ भने लेग बेसी क्युजी 21। बल भल्दै जर्सी नम्बर 14 केन भलिबल बल माइनस गएको छ र जर्सी नम्बर 7ले राम्रो छक्का गरेर स्कोर आउन सफल हुनुभएको छ र स्कोर रहेको छ केन भलिबलको 20 भने स्टिल लेग बेसी क्युजी भलिबल 1 नम्बरले अग्रस्थानमा 21। फेरि पनि सर्भिस गर्दै जर्सी नम्बर 14 का केन भलिबल खेलाडी उहाँको सर्भिसले जाली पास गर्न सकेन तसर्थ स्कोर लेग बेसी क्युजीलाई लेग बेसीको क्युजीको स्कोर 22 रहेको छ भने 2 अङ्कले पछि केन भलिबल क्लब 20। शानदार प्रहार तर राम्रो ब्लक भएको छ सञ्जय भाइको पनि राम्रो स्पाइक ब्लकआउट भएको छ ब्लकआउट सँगसँगै स्कोर लेग बेसी क्युजीलाई आफ्नो पोल्टमा लगातार स्कोर थप्दै 23 बनाउन सफल बने केन भलिबल क्लब 20। राम्रो छक्का तर रिसिभ भएको छ आशा छ अङ्कित भाइले राम्रो स्कोर ल्याउनेछ एकदम उत्कृष्ट स्पाइक फ्रम अङ्कित भाइ स्पाइक सँगसँगै स्कोर लेग बेसी क्युजीको स्कोर 19 रहेको छ भने केन भलिबल क्लब
20 लेग बेसी क्युजी आफ्नो यो सेटको अन्तिम क्षणमा रहेको छ भने लेग बेसी क्युजीले पहिलो सेट आफ्नो हातमा पार्न सफल भएको छ 25-20 को स्कोर लिएर भने हेरौँ अर्को सेट के हुनेछ। दुवै टिमका खेलाडीहरू कोर्ट चेन्ज गर्दै हुनुहुन्छ। हाम्रो याङ्सु नम्बरी नखेलेर रहेछ अहिलेको गेम हारेको। याङ्सु गेम राम्रो थियो तिमीले खेलेर जित्यौ। ह्याङ दाई अलिक फ्रेस हुनु पर्यो दाई, ह्याङ हुनुभएछ अझै। दोस्रो सेटको गेम सुरु हुन गइरहेको छ। पहिलो सेटको गेम लेग बेसी क्युजीले 5 नम्बरले लिड गरेर आफ्नो हातमा बनाउन सफल भएको छ। हेरौँ दोस्रो सेट कसले बाजी मार्ने। लाइभ त होइन भिडियो बनाएको। एकदमै सञ्जय भाइको ओर्स रिसिभ भएको छ। जर्सी नम्बर 9 को एकदमै राम्रो डिफेन्स थियो जर्सी नम्बर 9, तर बल बिगारेको छ। बाइसेप देखाएर मात्र भएन। केनले खाता खोल्न सफल। अङ्कित भाइको एकदमै उत्कृष्ट स्पाइक सँगसँगै लेग बेसी क्युजी खाता खोल्न सफल। 1-1 यो पहिलोचोटिको बराबरी 1-1 बराबर। सर्भिस गर्दै हुनुहुन्छ हाम्रो नम्बरी याङ्सु हाङ। छकाउने प्रयास थियो केनबाट तर असफल। त्यसर्थ स्कोर लेग बेसी क्युजीले आफ्नो पोल्टामा 1 नम्बर थप्दै 2 बनाउन सफल भने केन 1। एकदम उत्कृष्ट स्पाइक केन भलिबलबाट। सम्भवतः यो बल डिफेन्स हुन सक्थ्यो लेग बेसी क्युजीबाट, तर केटाहरूले अल्छी गरेको छ। तसर्थ स्कोर केनले आफ्नो पोल्टामा 1 नम्बर थप्दै 2 यो दोस्रो चोटिको बराबरी बनाउन सफल। एकदमै उत्कृष्ट ब्लक मल्ले भाइबाट। फेरि पनि ब्लक राम्रो थियो। आशा छ अङ्कित भाइले स्कोरमा परिणत गर्नेछन्। एकदमै राम्रो डिफेन्स फ्रम ह्याङ दाई। राम्रो डिफेन्स देख्न सक्छौँ हामी। अङ्कित भाइ एकदमै राम्रो ग्रिप बल। फेरि पनि विक्रम भाइको राम्रो ब्लक रहेको छ। एकदमै राम्रो स्पाइक हाम्रो जर्सी नम्बर 15 ह्याङ दाई। मान्छेको नाम ह्याङ भए पनि दाई अलवेज फ्रेसमा हुनुहुन्छ र कडा ड्राइभ हान्नुहुन्छ हाम्रो ह्याङ दाईले। भन्दै केन्टे आफ्नो पोल्टोमा 1 नम्बर थपे 3 बनाउन सफल। लेग बेसी क्युजी 2। अङ्कित भाइको राम्रो ग्रिप बल सँगसँगै स्कोर लेग बेसी क्युजीले आफ्नो पोल्टो 1 नम्बर थप्दै तेस्रो चोटिको बराबरी 3 बराबरी बनाउन सफल। सर्भिस गर्दै हाम्रो लिफ्टर मल्ले भाइ जर्सी नम्बर 2। हाम्रो दाई ह्याङ दाई नाम ह्याङ भाइ फ्रेसमै हुनुहुन्छ। एकदमै उत्कृष्ट स्पाइक विक्रम भाइको, तर बल रिसिभ भएको छ। एकदमै राम्रो उठाइ थियो विक्रम भाइको, तर बल शानदार ब्लक। एकदमै उत्कृष्ट स्पाइक फ्रम केनबाट स्पाइक सँगै स्कोर पनि केनले आफ्नो पोल्टमा स्कोर थप्दै 4 बनाउन सफल भने लेग बेसी क्युजी 3। सञ्जय भाइको राम्रो ग्रिप बल, तर बल सिधै बाहिरको छ। बाहिर सँगसँगै फेरि पनि स्कोर केन भलिबल क्लबको स्कोर लगातार थप्दै 5 बनाउन सफल भने 2 अङ्कले पछाडि लेग बेसी क्युजी 3। अङ्कित भाइ राम्रो छ कि अङ्कित भाइको, तर अङ्कित भाइले नेट टच गरेको छ। खुट्टा कटेको छ क्या, खुट्टा छिरो अङ्कित भाइको राम्रो छक्का थियो, तर उसले चाहिँ खुट्टा क्रस गरे। एकदमै उत्कृष्ट स्पाइक हानेको क्रम थियो विक्रम भाइ, तर उसले बल सिधै जालीमा हानेको छ। तसर्थ स्कोर फेरि पनि केन भलिबल क्लबले आफ्नो पोल्टोमा लगातार स्कोर थप्दै 7 बनाउन सफल बने। 4 अङ्कले पछि लेग बेसी क्युजी 3। फेरि पनि केन भलिबल क्लबले स्कोर थप्दै आफ्नो स्कोर 8 बनाउन सफल बने लेग बेसी क्युजी भलिबल
5 अङ्कले पछि 3 सर्भिस गर्दै जर्सी नम्बर 14 एकदमै उत्कृष्ट स्पाइक सञ्जय भाइको स्पाइक सँगसँगै स्कोर पनि लेग बेसी क्युजीलाई लेग बेसी क्युजीको अङ्क 5-4 बनाउन सफल भने केन भलिबल क्लब 8 अझै पनि केन भलिबल क्लब 4 नम्बरले अग्रस्थानमा अङ्कित भाइको सर्भिस देख्न सक्छौ एकदमै राम्रो स्पाइक थियो केनको स्पाइक सँगसँगै स्कोर पनि केन भलिबल क्लबलाई केन भलिबल क्लबले आफ्नो पोल्टम 1 नम्बर थप्दै 9 बनाउन सफल बने लेग बेसी क्युजी 4 को 4 आज त प्रहलादले राम्रो हान्ने छन् एकदमै राम्रो हान्ने क्रममा थियो प्रहलाद तर प्रहलादले नेटको तल्लोतिर पुछारतिर हानेको छ तसर्थ स्कोर केन भलिबल क्लबलाई केन भलिबल क्लबको स्कोर 10 रहेको छ भने लेग बेसी क्युजी अझै पनि 6 नम्बरले पछि पर्दै नम्बर 4 विक्रम सञ्जय एकदमै राम्रो छक्क्याए केन भलिबल एकदमै राम्रो ब्लक जर्सी नम्बर 6 विक्रम भाइको राम्रो ब्लक सँगसँगै स्कोर क्युजी भलिबलको स्कोर 5 रहेको छ भने 5 नम्बरले अग्रस्थानमा केन भलिबल क्लब नम्बर 10 डिफेन्स बिग्रेको छ रिसिभ बिग्रेको छ केन भलिबलबाट तर बल क्रस गर्न सफल आशा छ सञ्जय भाइले राम्रो हान्ने छन् एकदमै राम्रो हान्ने तर बल डिफेन्स भएको छ फेरि पनि क्युजी भलिबललाई मौका रहेको छ तर बल क्रस गर्ने क्रममा मल्ले भाइले नेट छोएको छ नेट छोएको भन्दा पनि मल्ले भाइ बाहिरको खेलाडी रहेको छ तसर्थ उसले जम्प गरे बल क्रस गरेको हुनाले फल भएको छ र केन्टले आफ्नो पोल्टमा स्कोर थप्दै स्कोर 11 बनाउन सफल बने लेग बेसी क्युजी 5 राजीव भाइको रिसिभ क्रस गर्न लागेको थियो तर केनको जर्सी नम्बर 7 ले बललाई उतै झारिदिनु भएको छ तसर्थ स्कोर केन भलिबल क्लबलाई स्कोर 12 एकदमै राम्रो स्पाइक प्रहलाद भाइको स्पाइक सँगसँगै स्कोर लेग बेसी भलिबलको स्कोर 6 रहेको छ भने 6 नम्बरले अग्रस्थानमा केन भलिबल क्लब 12 सर्भिस गर्दै जर्सी नम्बर 15 सञ्जय भाइ आशा छ यो बल प्रहलाद भाइले एकदमै स्कोरमा परिणत गर्नेछन् तर ब्लक रहेको छ याङ्सु भाइ फेरि पनि प्रहलाद भाइले राम्रो स्पाइक तर बल रिसिभ भएको छ राम्रो छक्क्याए प्रहलाद भाइ तर बल बाहिर थियो हान्न सकेनन् राम्रो स्पाइक तर डिफेन्स भएको छ लेग बिस्किटी प्रहलाद भाइको सेटिङ बल देख्न सक्छौ रोशन भाइको एकदमै राम्रो लेफ्टिङ सेटिङ सँगसँगै राम्रो छक्का फ्रम जर्सी नम्बर 7 र छक्कासँगै स्कोर केन भलिबल क्लबको स्कोर 13 रहेको छ भने 7 नम्बरले पछि लेग बेसी क्युजी स्कोर 6 केन भलिबलको सर्भिससित बाहिरको छ बाहिर सँगसँगै लेग बेसी क्युजीको स्कोर 7 रहेको छ भने केन भलिबल क्लब 6 नम्बरले अग्रस्थानमा स्कोर 13 सर्भिस गर्दै हाम्रो प्रहलाद भाइ राम्रो स्पाइक फ्रम जर्सी नम्बर 14 एकदमै उत्कृष्ट स्पाइक अङ्कित भाइको तर राम्रो डिफेन्स भएको थियो डिफेन्स गर्ने क्रममा बलले माथि बिम सेको हुँदा स्कोर लेग बेसी क्युजीले प्रहलाद भाइको सर्भिस बिग्रेको छ सर्भिस बिग्रिनु सँगसँगै केन भलिबल क्लबले आफ्नो पोल्टमा स्कोर थप्दै स्कोर 14 बनाउन सफल बने लेग बेसी क्युजी 8 अझै पनि 6 नम्बरले पछि पर्दै लेग बेसी क्युजी राम्रो सर्भिस अङ्कित भाइको एकदमै उत्कृष्ट स्पाइक तर बल सिधै बाहिरिएको छ बाहिरिनु सँगसँगै केन भलिबल क्लबले 1 नम्बर पाएको छ र आफ्नो स्कोर 15 बनाउन सफल बने लेग बेसी क्युजी 8 अङ्कित भाइ आशा छ यो बल स्कोरमा परिणत हुनेछ तर बल सिधै बाहिरिएको छ बाहिरिनु सँगसँगै फेरि पनि केन्टले आफ्नो पोल्टमा लगातार स्कोर थप्दै आफ्नो स्कोर 16 बनाउन सफल बने लेग बेसी क्युजी 8 को 8
याङ्सुको राम्रो स्पाइक थियो तर जर्सी नम्बर 14बाट एकदमै उत्कृष्ट ब्लक भएको छ। ब्लक सँगसँगै फेरि पनि केन्टले आफ्नो पोल्टमा स्कोर थप्दै अङ्क 17 बनाउन सफल भने लेग बेसी क्युजी 8 को 8। जर्सी नम्बर 7बाट सर्भिस बल जालीमा कर्नमा गएको छ तसर्थ स्कोर लेग बेसी क्युजीलाई सर्भिस गर्दै हुनुहुन्छ हाम्रो नम्बरी याङसुवाङ जर्सी नम्बर 2। याङ भाइको राम्रो रिसिभ राम्रो छक्काइ तर सञ्जय भाइको एकदमै राम्रो डिफेन्स रहेको छ डाइभ हानेर फेरि पनि राम्रो स्पाइक हाने क्रममा थियो तर अङ्कित भाइले ब्लक गरिदिए तसर्थ स्कोर लेग बेसी क्युजीलाई लगातार स्कोर लिएर आफ्नो स्कोर 10 बनाउन सफल बने। 7 नम्बरले अग्रस्थान केन्ट 17। एकदमै राम्रो स्पाइक हाने क्रममा जर्सी नम्बर 14 तर बलले जाली क्रस गर्न सकेन तसर्थ स्कोर फेरि पनि लेग बेसी क्युजीको स्कोर 11 रहेको छ भने केन भलिबल क्लब 17 देख्न सक्छ। अझै पनि केन भलिबल क्लब 6 नम्बरले अग्रस्थानमा राम्रो छक्काइ तर डिफेन्स भएको छ एकदमै उत्कृष्ट स्पाइक अङ्कित भाइ स्पाइक सँगसँगै स्कोर पनि लेग बेसी क्युजीको स्कोर 12 रहेको छ भने केन भलिबल क्लब 17 अझै पनि 5 नम्बरले अग्रस्थानमा केन भलिबल क्लब। हाम्रो नम्बरी जर्सी नम्बर 2 याङसुवाङको एकदम फितलो सर्भिस बाहिरिएको छ बाहिर सँगसँगै स्कोर केन भलिबल क्लबलाई केन भलिबल क्लबको बेस्ट 3 भनेको त म 2 सेट जित्नु पऱ्यो क्या 3 सेट होइन बेस्ट भयो। एकदमै उत्कृष्ट स्पाइक फ्रम केन भलिबल क्लब मिडल स्पाइक सँगसँगै स्कोर 19 रहेको छ भने लेग बेसी क्युजी 12। राम्रो छक्का विक्रम भाइको तर बल डिफेन्स भएको छ। आशा अङ्कित भाइले हान्नेछन् राम्रो छक्का अङ्कित भाइको छक्का सँगसँगै यसको लेग बेसी क्युजी आफ्नो पोल्टमा 1 नम्बर थप्दै 13 बनाउन सफल बने अझै पनि 6 नम्बरले अग्रस्थानमा केन भलिबल क्लब। एकदमै राम्रो स्पाइक फ्रम केन भलिबल क्लब तर बल सिधै बाहिरको छ बाहिरिनु सँगसँगै लेग बेसीले स्कोर पाएको छ आफ्नो पोल्टमा 1 थप्दै स्कोर 14 बनाउन सफल बने लेग केन भलिबल क्लब। 19 किस्तीमा थियो तर आशिष भाइको सर्भिसले जाली क्रस गर्न नसकेको हुँदा केन भलिबलले 1 स्कोर पाएको छ। केन भलिबल 20 भने 6 नम्बरले पछि पर्दै लेग बेसी क्युजी 14। विक्रम भाइको एकदमै उत्कृष्ट स्पाइक तर बल रिसिभ भएको छ एकदमै राम्रो वाइड बल सँगसँगै केन भलिबल क्लबले 1 अङ्क थप्दै आफ्नो पोल्टोमा 21 बनाउन सफल बने लेग बेसी क्युजी 14 अझै पनि 7 नम्बरले पछि पर्दै लेग बेसी क्युजी। केन भलिबल क्लबले आफ्नो धन्यवाद स्कोर थप्दै 22 बनाउन सक्यो भने अङ्कित भाइको एकदमै उत्कृष्ट स्पाइक सँगसँगै स्कोर लेग बेसी क्युजीलाई आफ्नो कोर्टमा 1 अङ्क थप्दै स्कोर 15 बनाउन सफल भने केन भलिबल क्लब 22। अङ्कित भाइले हेलिकप्टर सर्भिस हानेको छ र हेलिकप्टर सर्भिस सँगसँगै केन भलिबल क्लबले 1 नम्बर पाउँदै आफ्नो स्कोर 23 बनाउन सफल भने लेग बेसी क्युजी 8 नम्बरले पछि पर्दै 15। राम्रो छक्का तर अङ्कित भाइको एकदमै राम्रो डाइभ रहेको छ एकदमै उत्कृष्ट स्पाइक फ्रम केन तसर्थ स्कोर पनि केन्टले आफ्नो पोल्टमा फेरि पनि स्कोर थप्दै यो गेमको अन्तिम सेट 24 बनाउन सफल भएको छ भने लेग बेसी 9 स्कोरले पछि पर्दै 15।
एकदमै उत्कृष्ट स्पाइक थियो विक्रम भाइको। स्पाइक सँगसँगै बल चेकआउट भएको छ र लेग बेस क्युजीले आफ्नो पल्टमा 1 अङ्क थप्दै स्कोर 16 बनाउन सफल बने। केन भलिबल क्लब यो सेटको अन्तिम स्कोर 24। रोशन दाइको उत्कृष्ट छक्काई सँगसँगै दोस्रो सेट केन भलिबल क्लबले आफ्नो हातमा पार्न सफल भएको छ भने लेग बेस क्युजी 16 मा पराजित भएको छ। देख्न सक्छौ दुवै टिमका खेलाडीहरू कोड चेन्ज गर्दै हुनुहुन्छ। हेरौ त्यस्तो सेट कसले बाजी मारे। एकदमै कम्पिटिटिभ गेम भएको थियो दुवै टिम बीच। एकदमै उत्कृष्ट स्पाइक अंकित भाइको स्पाइक सँगसँगै खाता खोल्न सफल लेग बेस क्युजी 1-0। दोस्रो सेटको गेम पनि सुरु भइरहेको छ। हेरौँ यो सेट कसले बाजी मार्ने। हाम्रो जर्सी नम्बर 7 हरि भाइ कोर्ट प्रवेश गर्न रेडी हुँदै हुनुहुन्छ। राम्रो छक्क्याइ केनबाट अंकित भाइले। राम्रो सेटिङ बल। आशा छ यो बल चेन्ज हुनेछ। विक्रम भाइको राम्रो हान्ने प्रयास तर बलले जाली क्रस गर्न सकेन। तसर्थ केन भलिबल क्लबले खाता खोल्न सफल। ठिकै छ दिएको दे किन यति साह्रो दिइरहेछौ। एसएस जाने हो एसएस जाने खानले सिकाउँछ नि हो र। मैले यस्तो भिड ओह्रालोमा सिकेको क्या। ओह्रालोमा हान्ने हो अनि उसिटिन्छ क्या त्यस्तो हान्ने। मतलब लाममा घाँटी खाँदिएर कस्तो हान्यो बर्फी हान्दै खानले हान्छ नि त घर यस्तो बनाउन हानेको घुँडा दाङ ठोक्यो। मलाई त उफ्रिने चाहिँ आउँछ कि पुत्ती चाहिँ उफ्रिन्छ तर त्यो ल्यान्ड हुँदा चाहिँ कहाँमा हुन्छ क्या। एकदमै उत्कृष्ट स्पाइक फ्रम केन भलिबल क्लब तर बल सिधै बाहिरको छ। बाहिर सँगसँगै लेग बेस भलिबलले आफ्नो पोल्टोमा स्कोर थप्दै 5 बनाउन सफल बने। केन भलिबल 4 अङ्कले पछि 1। एकदमै उत्कृष्ट स्पाइक तर लेग बेसीबाट राम्रो ब्लक भएको छ। तसर्थ स्कोर लेग बेसी क्युजीलाई। लेग बेसी क्युजी आफ्नो पोल्टोमा लगातार स्कोर थप्दै स्कोर 6 बनाउन सफल बने। केन भलिबल क्लब 1। मल्ले भाइको राम्रो सर्भिस ह्याङदाईबाट रिसिभ ल्याउन असफल। तसर्थ स्कोर फेरि पनि मल्ले भाइलाई नै मल्ले भाइको टिमले 7 बनाउन सफल भएको छ भने केन भलिबल क्लब 1। ड्युटी उसलाई दिइसकेको क्या उसलाई दिइसकेको हो क्या अघि नै। यहाँ अर्कै कुरा भएको थियो भाइलाई भनेको भाइ होइन ऊ जाने गुरु जाने भने होइन पुस भइसक्यो ह्यान्ड नम्बर भइसक्यो त। लेग बेस क्युजीले लगातार स्कोर थप्दै आफ्नो स्कोर 8 बनाउन सफल बने। 7 अङ्कले पछि केन भलिबल क्लब स्कोर 1। एकदमै उत्कृष्ट स्पाइक तर राम्रो ब्लक भएको छ। आशा छ यो बलमा स्कोर ल्याउने छ। शानदार स्पाइक फ्रम जर्सी नम्बर 15 सञ्जय भाइ स्कोर सँगसँगै स्पाइक सँगसँगै स्कोर पनि लेग बेसी क्युजीलाई आफ्नो पूर्ण लगातार अङ्क थप्दै स्कोर 10 बनाउन सफल भएको छ भने लेग बेसीले 10 बनाउन सफल भएको छ भने केन भलिबल क्लब 1 को स्थितिमा। राम्रो छक्का तर रिसिभ भएको छ। आशा छ अंकित भाइले स्कोर ल्याउनेछन्। फेरि पनि अंकित भाइले स्कोर लिएर आफ्नो पोल्टमा स्कोर थप्दै लेग बेसीलाई 11 बनाउन सफल भने केन भलिबल 1 को 1। केन भलिबलको देख्न सक्छौ चेन्ज हुन सकिरहेको छैन। लेग बेसीको एकदम राम्रो डिफेन्सको साथसाथै एकदम राम्रो स्पाइक गरेको छ भाइहरूले। ह्याङदाईको सर्भिस बिग्रिन गएको छ। आशा छ यो बलमा फेरि चेन्ज हान्नेछन्। शानदार छक्का विक्रम भाइको अंकित भाइको राम्रो छक्का तर बल रिसिभ भएको छ। राम्रो स्पाइक हाने क्रममा केन भलिबल क्लब तर बलले जाली क्रस गर्न सकेन। तसर्थ स्कोर जान्छ लेग बेस क्युजीलाई
लेग बेसी क्युजीले आफ्नो पोल्टम लगातार स्कोर थप्दै 12 बनाउन सफल भने 11 अङ्कले पछि केन भलिबल क्लब 1-1 अत्यन्तै राम्रो स्पाइक तर बल सिधै बाहिरिएको छ बाहिरिन सँगसँगै फेरि पनि स्कोर लेग बेसी क्युजी लगातार आफ्नो पोल्टम स्कोर थप्दै अङ्क 13 बनाउन सफल भएको छ भने केन्ट 1-1 राम्रो छक्काको प्रयास थियो तर अङ्कित भाइले ब्लक लगाइदिएको छन् तसर्थ फेरि पनि लगातार लेग बेसी क्युजीले आफ्नो बेस्ट अफ द बेस्ट दिएर लगातार स्कोरले 14 बनाउन सफल भने केन भलिबल क्लबको 1 पनि चेन्ज नभएको अवस्था छ फेरि पनि रिसिभ बिग्रेको छ आशा छ चान्स बललाई स्कोरमा परिणत गर्नेछन् राम्रो छक्का थियो विक्रम भाइको फेरि पनि विक्रम भाइले राम्रो छक्काको सँगसँगै स्कोर ल्याउन सफल लेग बेसी क्युजी अङ्क 15 बनाउन सफल भने केन भलिबल क्लब 1-1 आशा छ यो पटक केनले चेन्ज गर्नेछन् राम्रो स्पाइक विक्रम भाइको तर बल डिफेन्स भएको छ राम्रो रिसिभ अङ्कित भाइको राम्रो स्पाइक थियो तर ह्याङ दाइले रिसिभ गरिदिनु भएको छ राम्रो स्पाइक विक्रम भाइको तर बल रिसिभ भएको छ राम्रो स्पाइक केन भलिबलबाट राम्रो हिटिङ विक्रम भाइको तर राम्रो बल रहेको छ राम्रो भाइहरू नम्बरलाई एकदमै सपोर्ट गर्दैछन् केन भलिबलबाट आफ्टर 14 स्कोर चेन्ज भएको छ र स्कोर 2 ल्याउन सफल र यो भाले गेम परेको हुनाले 13 मा कोड चेन्ज गर्दैछन् दुवै खेलाडी मित्रहरूले यहाँ देवेन्द्र भाइ आफ्नो नम्बरलाई जिस्काउने क्रम जारी छ जर्सी नम्बर 5 राम्रो हुँदैछ भनेर जर्सी नम्बर 6 विक्रम भाइ राम्रो स्पाइक हुँदैछ एकदमै उत्कृष्ट स्पाइक अङ्कित भाइको स्पाइक सँगसँगै स्कोरिङ लेग बेसी क्युजीलाई आफ्नो पोल्टमा 1 नम्बर थप्दै आफ्नो स्कोर 16 बनाउन सफल भने केन भलिबल क्लब 2 देख्न सक्छौ लेग बेसी क्युजीले आफूलाई 14 नम्बरले अग्रस्थानमा ल्याउन सफल भएको छ अङ्कित भाइको सर्भिस जाली क्रस गर्न सकेन तसर्थ केन्टलाई स्कोर केन्टले आफ्नो थप्दै 3 बनाउन सफल भने अझै पनि 13 नम्बरले आफ्नो स्थानमा राम्रो स्पाइक जर्सी नम्बर 5 प्रहलाद भाइको स्पाइक सँगसँगै स्कोर भने लेग बेसी क्युजीले आफ्नो पोल्टमा थप्दै आफ्नो स्कोर 17 बनाउन सफल भने 14 स्कोरले पछि केन्ट अङ्क 3 राम्रो स्पाइक तर विक्रम एकदमै राम्रो रिसिभ भएको छ मल्ले भाइको एकदमै राम्रो स्पाइक थियो तर बल सिधै बाहिरको छ जर्सी नम्बर 2 मल्ले भाइ राम्रो प्रयास तर नेक्स्ट टाइम केन भलिबल क्लब आफ्नो पोल्टमा 1 नम्बर थप्दै अङ्क 4 बनाउन सफल भएको छ भने लेग बेसी क्युजी 17 केन भलिबल क्लबको सर्भिस बिग्रेको छ तसर्थ अङ्क लेग बेसी क्युजीले आफ्नो पोल्टमा 1 नम्बर थप्दै अङ्क 18 बनाउन सफल भएको छ भने केन भलिबल क्लब 4 राम्रो रिसिभ एकदम उत्कृष्ट स्पाइक जर्सी नम्बर 7 बाट तर बल सिधै बाहिरको छ बाहिरिनु सँगसँगै फेरि पनि अङ्क लेग बेसी क्युजीलाई लगातार आफ्नो पोल्टमा अङ्क थप्दै 19 बनाउन सफल भएको छ भने केन भलिबल 4 फेरि पनि केन भलिबल ह्याङदाबाट रिसिभ बिग्रिएको छ तसर्थ लेग बेसीले 1 स्कोर पाएको छ र स्कोर 20 बनाएको छ भने 16 अङ्कले पछि केन भलिबल क्लब 4 राम्रो रिसिभ सञ्जय भाइबाट हरि भाइको राम्रो प्रयास थियो तर बलले जाली क्रस गर्न सकेन तसर्थ स्कोर केन भलिबल क्लबले आफ्नो पोल्टमा 1 नम्बर थप्दै अङ्क 5 बनाउन सफल बने 15 नम्बरले अग्रस्थानमा लेग बेसी क्युजी अङ्क 20 सर्भिस बलले जर्सी नम्बर 7 राम्रो रिसिभ आशा छ यो बल स्कोरमा परिणत हुनेछ तर राम्रो डिफेन्स भएको छ जर्सी नम्बर 14 राम्रो स्पाइक तर बलले जाली क्रस गर्न सकेन तसर्थ स्कोर लेग बेसी क्युजीले आफ्नो पोल्टमा स्कोर थप्दै 21 बनाउन गेमको अन्तिम सेटमा पुगेको छ भने केन भलिबल क्लब अन्डर 10 को अवस्थामा स्कोर 5
केन भलिबल सर्भिस रिसिभ बिग्रेको छ तसर्थ स्कोर लेग बेसी क्युजीलाई लेग बेसी क्युजीले आफ्नो प्रथम लगातार स्कोर थप्दै अङ्क यस गेमको अन्तिम अङ्क 22 बनाउन सफल भएको छ भने क्रेन भलिबल देख्न सक्छ स्टिल 5 मा सर्भिस गर्दै प्रहलाद राम्रो रिसिभ ह्याङदाईको उत्कृष्ट छक्कै गर्ने प्रयास थियो केन भलिबल क्लबको तर असफल तसर्थ स्कोर लेग बेस क्युजीलाई गेमको अन्तिम चरणमा 23 भने केन भलिबल क्लब 1 नम्बर लिएर अहिले 16 बनाउन सफल स्टिल अन्डर 10 को अवस्थामा देख्न सक्छौ लेग बेस क्यु यस सेटको पनि अन्तिम 23 मा पुग्न सफल भएको छ रिसिभ खासै राम्रो त थिएन तसर्थ बल पनि बिग्रेको छ त्यसैले केन भलिबल क्लबले आफ्नो पूर्ण 1 नम्बर थप्दै स्कोर 7 बनाउन सफल भने केन भलिबल 7 बनाउन सफल लेग बेसी 23 हरि भाइको राम्रो छक्का है जबरजस्ती बल कटाएको छ हरि भाइले कटाउन सँगसँगै यस गेमको अन्तिम पोइन्ट 24 छ भने केन भलिबल क्लब अन्डर 27 मा आशा छ लेग बेस क्युजी अन्डर 10 मा गेम हरि भाइको अन्तिम सर्भिस हुन सक्छ राम्रो एकदमै राम्रो छक्कै केन भलिबल क्लबको मिडल हिटर छक्कै सँगसँगै यसको केन भलिबल क्लबलाई आफ्नो पोल्टम एकम थप्दै अङ्क 8 बनाउन सफल भने लेग बेस क्युजी यस गेमको अन्तिम स्कोर 24 आशा छ यो बलमा गेम सक्ने छन् तर रिसिभ राम्रो भएको कारण सकेन एकदमै राम्रो स्पाइक सँगसँगै अङ्कित भाइको एकदमै राम्रो स्पाइक फेरि पनि रिसिभ भएको छ फेरि मौका अङ्कित भाइलाई राम्रो स्पाइक थियो विक्रम भाइको तर नेट टच गरेको छ विक्रम भाइले तसर्थ स्कोर केन भलिबल क्लबले आफ्नो बलले 1 नम्बर थप्दै 9 बनाउन सफल भने क्युजी भलिबल यस सेटको अन्तिम 24 मा राम्रो सके अङ्कित भाइको तर रिसिभ भएको छ आशा छ योपल्ट गेम हुनेछ अङ्कित भाइको एकदमै उत्कृष्ट स्पाइक सँगसँगै यस सेट पनि दुवै सेट क्युजी लेग बेसीले आफ्नो पोल्टमा पार्न सफल भएको छ अन्डर 10 राखेर केनलाई 9-25 मा दुवै सेट आफ्नो हातमा पार्न सफल भएको छ यसपटक चाहिँ देख्न सक्छौ क्युजी भलिबलले अत्यन्त राम्रो प्रदर्शन गरेको छ लाग्दछ पहिलो गेम क्युजी लेग बेसी भलिबलको वार्म अप थियो र यो गेम चाहिँ उसको एक्चुअल सेट थियो अन्डर 10 मा केन्टलाई पराजित गर्न सफल भएको छ बधाई छ लेग बेसी क्युलाई स्पेशली बधाई याङसङ नम्बरीलाई कस्तो भयो त गेम याङसङ खेलेर दुवै सेट जितेको छ एकदमै सपोर्ट राम्रो थियो देख्न सक्छौ हाम्रो कोच एकदम राम्रो छ सर्भिस बिगार्ने भए चाहिँ यसलाई यो त हाल्नु पर्यो मेरे साथ अन्याय हुआ है और मैं अब दिदी ठिकै हुनुहुन्छ